नमस्कार साथीहरु, स्वागत छ टेक्निकल नेपाल युट्युब च्यानलमा। आजको यो भिडियोमा मैले तपाईहरुलाई इन्स्टाग्राममा जीमेल आइडी कसरी याड गर्ने एकदमै सजिलो तरिका सिकाउन साथीहरु। यसको लागि साथीहरु इन्स्टाग्रामलाई ओपन गरौँ हेरेर। त्यसपछि तलनेर यहाँ आफ्नो सानो प्रोफाइलमा क्लिक गर्न तलनेर यहाँ क्लिक गर्नु होला। क्लिक गरिसकेपछि एकछिन लोड्ने साथीहरु। त्यसपछि माथिनेर तीनवटा लाइनमा क्लिक गर्नु, माथिनेर यहाँ तीनवटा लाइनमा क्लिक गर्नु हेरेर। तीनवटा लाइनमा क्लिक गरिसकेपछि एकछिन लोड्ने साथीहरु फेरि पनि। त्यसपछि यहाँ माथिनेर यहाँ अकाउन्ट सेन्टरमा क्लिक गर्नु साथीहरु। यहाँ अकाउन्ट सेन्टरमा एकचोटी टच गर्नु होला हेरेर। यहाँनिर टच गरिसकेपछि यहाँ तलनेर यहाँ प्रोफाइल एन्ड पर्सनल डिटेलमा क्लिक गर्नु हेरेर यसमा क्लिक गर्नु हेरेर। यहाँनिर क्लिक गरिसकेपछि एकछिन लोड्ने साथीहरु। त्यसपछि तलनेर यहाँ तपाईले यहाँ फोन नम्बर दिएको साथीहरु यहाँ देख्नु यहाँ फोन नम्बर दिएको छ। यसमा क्लिक कन्ट्याक्ट इन्फोमा क्लिक गर्नु साथीहरु। यहाँ कन्ट्याक्ट इन्फोमा क्लिक गर्नु एकचोटी। त्यसपछि एकछिन लोड्ने साथीहरु। त्यसपछि यहाँ एड न्यू अकाउन्ट लेखेको साथीहरु यहाँ टच गर्नु होला साथीहरु। यहाँ टच गर्नु होला। यहाँ टच गरिसकेपछि यहाँ तलनेर यहाँ तपाईले नयाँ फोन नम्बर पनि एड गर्न सक्नुहुन्छ। यहाँ देख्नु हैन एड मोबाइल नम्बर लेखेको छ। अलि तल यहाँ एड इमेल एड्रेस लेखेको छ साथीहरु। यहाँ यसमा एड इमेल एड्रेसमा क्लिक गर्छु मैले यहाँ। त्यसपछि एउटा मैले यहाँ इमेल एड्रेस राख्छु, तपाईले पनि राख्नु होला साथीहरु। यहाँ यहाँनिर साथीहरु मैले एउटा इमेल एड्रेस राखे, तपाईले पनि राख्नु होला, यसरी राख्नु होला साथीहरु तपाईले पनि यहाँ। त्यसपछि नेक्स्टमा क्लिक गर्नु होला यहाँ। यहाँनिर क्लिक गरेपछि एकछिन लोड्ने साथीहरु। त्यसपछि तपाईको ओटीपी आएको होला साथीहरु। यहाँ ओटीपी जीमेल आइडीमा तपाईको ओटीपी आएको होला। म यसलाई अलिकति ब्याक गरेर जान्छु, यहाँ जीमेलमा जान्छु साथीहरु। तपाई पनि जीमेलमा जानु होला है साथीहरु हैन। यहाँनिर जीमेलमा जानु होला र त्यो ओटीपी यसमा कपी गर्नु होला साथीहरु। एकछिन लोड लिन्छ, यसमा फेरि गर्छु मैले यहाँ। यहाँनिर देख्नुहुन्छ आइसकेको छ ओटीपी। यहाँ देख्नुहुन्छ इन्स्टाग्राम, यहाँ देख्नुहुन्छ कन्फर्म इमेल एड्रेस लेखेको छ साथीहरु। यहाँ ओटीपी तल दिएको छ साथीहरु। यहाँ देख्नुहुन्छ इन्स्टाग्रामको लागि यहाँ ओटीपी तल दिएको छ। यसलाई यसरी कपी गर्नु होला साथीहरु। म कपी गर्छु। कपी गरिसकेपछि ब्याक आएर यहाँ यसमा क्लिक यहाँनिर पेस्ट गरिदिनु होला साथीहरु। यहाँनिर पेस्ट गरेपछि नेक्स्टमा क्लिक गर्नु। नेक्स्ट लेखेको छ यहाँ क्लिक गर्नु होला। यहाँनिर क्लिक गरिसकेपछि यहाँ हाम्रो जीमेल आइडी याड भइहाल्छ। एकछिन लोड्ने साथीहरु। यसलाई क्लोज गरिदिन्छु म। क्लोज गरिसकेपछि यहाँ माथि निर्देश यहाँ इमेल एड्रेस यहाँ जीमेल आइडी यहाँ याड भइसकेको छ साथीहरु। यहाँ तपाईले फोन नम्बर पनि गर्न सक्नुहुन्छ, जीमेल आइडी पनि तपाईले याड गर्न सक्नुहुन्छ साथीहरु। ल त साथीहरु, आजको भिडियो दिनेहरुको नयाँ भिडियोमा फेरि भेटौँ। बाइ।